कतिले त अब सामाजिक सञ्जालतिर होइन, अब विभिन्न यो सामाजिक सञ्जालको प्लेटफर्ममा तपाईँलाई टोली गरेर हुन्छ नि त, पानी पर्दा पनि विद्युत जाने, हावाहुरी चल्दा पनि विद्युत जाने, अनि उपभोक्ताले विद्युत चाहिँ कहिले उपभोग गर्न पाउने हो होइन। यो हजुरले भनेको ठिकै कुरा हो। त्यो लाइन पानी पर्दा मैले अघि पनि भनिसकेँ होइन, पानी पर्दा हावाहुरीको बेला चाहिँ हामीलाई चाहिँ एकदमै यो अब धेरैलाई चाहिँ लाग्छ कि पानी हावाहुरी आउँदाखेरि कस्तो आनन्दको मौसम जस्तो लाग्छ, तर प्राधिकरणको कर्मचारीलाई चाहिँ हावाहुरी पानी आउँदाखेरि हामी सुत्न सक्दैनौँ। हेर्नु है, हामीलाई त एकदमै तनावको विषय हुन्छ कि लाइन जबसम्म बन्दैन नि, हामीलाई त्यो हाम्रो कर्मचारी हजुरले हेर्दाखेरि लाग्छ होला कि कर्मचारी सुतेर खाइरहेछन्, के गरिरहेछन् होला, तर ठाउँ ठाउँमा हामीसँग जति पनि मेन पावरहरू छन् एकदमै यो जिल्लाभरि हेर्नुपर्छ हामीले त होइन। तराईमा चाहिँ एउटा जिल्लामा पनि 5वटा 6वटासम्म शाखाहरू पनि हुन्छन्, हाम्रो एउटा जिल्लामा एउटा शाखाले हेर्ने हो। अनि एकदमै म्यान पावरको एकदमै लिमिटेसन छ, हामीसँग साधनहरू पनि छैनन् होइन। त्यो हिसाबले पनि सकेसम्मको हामीसँग भएको स्रोत साधनले भ्याएसम्म चाहिँ हामीले राति दिउँसो कहिले पनि नभनिकन हामीले गरिरहेकै हुन्छौँ। हजुरहरू सुत्दाखेरि पनि कहिलेकाहीँ लाइन गएको चिज फेरि आइरहेको हुन्छ नि, त्यो भनेको हाम्रो फिल्डमा कर्मचारी साथीहरू काम गरिरहेछन्, उनीहरूले काम सके पछाडि त्यो लाइन आइरहेको हुन्छ कि।